हाई हेलो नमस्कार तपाईहरु सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ मेरो सुतेर उठ्न अलिक देरी नै भयो किनकि राति दिदीलाई अलिक सन्चो थिएन। 11-12 बजी थियो सुत्दा फेरि, त्यही भएर आज बिहान उठ्न चाहिँ अलिकति ढिलो भयो। अब बिहान पानी एक गिलास नखाउन्जेली जिउ फ्रेस लाग्दैन। भर्खर म चाहिँ पानी खाँदै छु। यहाँ चाहिँ मैले टिनमा 3वटा फुलका पुली पचाइरहेको छु। यो दुईटा चाहिँ जरा छन् त अर्को चाहिँ काटिङ पुली हो। यो जुन चाहिँ अहिले पहेँलो पहेँलो भएर सुकिरहेछ हो त्यो चाहिँ गुलाब फुल हो। यसलाई चाहिँ दिनै पानी हाल्नुपर्छ, पानी नहाली त हुँदैन। र के हुन्छ हेर्दै जाउँ, बाँच्छ कि बाँच्दैन। फुल चाहिँ बहुत राम्रो फुल्छ, रातो फुल्छ, एउटा पिङ्क कलर हो। म चाहिँ अहिले आटो माड्दैछु। पानी बेसी भएछ, तातो पानी अन्दाज पाइनँ, सबै गिलो भएछ। अब दिदी आउने अगाडि अगाडि मैले यो माडेर रेडी पारिदिनु पर्यो, नभए घर गोटे थर्काउँछ यत्रो आटो माडी भनेर। अब थप्दै आटो यत्रो भएछ। अब पुरी अब बेसी पकाउने त होइन। त मैले अहिले आटो माडिसकेँ, माडेर यसलाई एकछिन छोपिदिन्छु अनि दिदीले आएर बनाउँछ, म रेडी गरेर राखिदिन्छु। यता चाहिँ हाम्रो पुरी बेलेर रेडी भइसक्यो, बेसी छैनन्। अब 10-12 छन् प्लेटमा। यता कराई पनि तातिरहेछ, आगो पनि कति मजाले बलिरहेको छ। र अब बेसी टाइम त लाग्दैन बेलिसकेको पुरी। यता 3-4 जति त भइसक्यो। अब एकछिन वेट गर्नुपर्छ। यता चाहिँ मिस्त्री आएर इँटा भिजाउन थालेछ, टाइम पनि 9 बज्यो। भाइले पनि आएर एकछिन ब्रस गर्न सघाउँदैछ। म पनि भाइसँग लागेर अब सक्नुपर्ने आज। बेसी पनि छैनन्, अब 100-150 जति छन्। यसपालि हामीले 500-600 जति इँटा ब्रस गर्नु पर्यो किनकि इँटामा सबै लेउ लागेछ। लेउ लाग्यो भने सिमेन्ट लाग्दैन अरे, त्यही भएर कष्ट चाहिँ अलिक भयो यसपालि। अब बेसी पनि छैन, आज गोटै सकिदिने भाइसँग लागेर। भाइले नि 2-3 दिन हामीले आएर सघाइदियो। यता चाहिँ दिदीले पुरी पकाएर रेडी पारिसकेछ, बाउ आमा अनि मेरो लागि। म चाहिँ अहिले खान्न, काम अलिकति छ, काम सकेर खान्छु 11 बजीतिर। मिस्त्रीलाई चिया दिने टाइम पनि भयो अनि यो दादालाई नेपाली भाषा सिकाइदिनु। अब के सिकाउँछु हेर्दै जानुहोस् तपाईँहरू पनि। आफूले ग म चिया घिचेको बोलेको, म चिया घिचेको, म चिया घिचेको, म चिया घिचेको, म चिया घिचेको बोलेको, म चिया घिचेको, म साह्रै ढिलो खान्छु बोलेको अक्सन, म साह्रै ढिलो खान्छु बोलेको, म साह्रै ढिलो खान्छु, अक्सन म साह्रै ढिलो खान्छु, म साह्रै ढिलो खान्छु। आरो खुना न हो दादा, मेरो मेरो बिहोरा खुस्केको छ, खुस्केको छ, मेरो बिहोरा खुस्केको छ, मेरो बिहोरा खुस्केको छ। एउटा बिहोरा ढिलो खाने, यसरी नै। अब सब्जी पकाउने बेलामा उता भिडियो कलमा बिजी भइरहेछ। आज सब्जी पाक्छ कि पाक्दैन त्यो त ठिक छैन। उता एउटीले मेसिन किनेर कपडा सिलाए भनेर फर्स्ट टाइम मेसिन किनेर कपडा सिलाउँदैछ। कामसाम सकेर गए घरमा, भात सब्जी पाक्यो कि भनेर, तर भात सब्जी पाकेको चाहिँ रहेछ। भात चाहिँ पाकेको छ, सब्जी चाहिँ माने काट्न ठिक पर्दैछ। त्यो पनि भिडियो कलमा व्यस्त भइरहेछ। अब कहिले पाक्छ थाहा त छैन। घरमा बसिरहेको नि एउटा न एउटा काम निस्किन्छ, बरु यता आएर एकछिन जिराउँछु भनेर। कि घरमा काम गर्नुपर्छ भनेर यता भागेकी चाहिँ होइन म, र पनि अब काम त गर्नैपर्छ। भयो नि अब आएर एकछिन यता जिराउँछु, त्यसको पछाडि खानासाना पाक्छ, खानासाना खाएर इमर्जेन्सी काम एउटा छ त्यहाँ जान्छु। म अलिकति भिडियोमा नि देखाउँछु कहाँ जान्छु। अहिले चाहिँ म एकछिन यहाँ जिराउँछु। यो चाहिँ भयो अन्जु भाउजूको घर। धेरै दिन भएको थियो भाउजू घर नआएको, र आज यतिकै डुल्दै आएकी थिएँ। साथी चाहिँ उता मोबाइलमा बिजी, आफू त बिजी भएन भने उता छोरालाई पनि बिजी। वाउ, कति राम्रो देखिएको है। उता भाउजू चाहिँ अहिले मलाई हाई भन्दैछन् भिडियोमा। अहिले चाहिँ म भर्खरै भाउजू घरबाट आइपुगेँ, यहाँ दोकान रुँगिरहेको छु। मेरो भिडियो यतिमै समाप्त गरेँ। यदि तपाईँहरूलाई भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गरिदिनु, युट्युब च्यानलमा गएर सब्सक्राइब गरिदिनु। फेरि भेटौँला नेक्स्ट भिडियोमा। बाई।